हेलो साथीहरु नमस्कार मेरो च्यानलमा सबैजनालाई स्वागत छ। म अम्बिका बरेली। आज मेरो च्यानलमा मेरो भिडियो आज मेरो भान्जीदेखि सुरु गर्दैछु। यो मेरो भान्जी हो, यो मेरो बदमास भान्जी हो। हेलो भन्दियो, यस्तो हात देखाएर भन्दियो हेलो भन्दियो। हाई अरे बाप्रे बाठो नमस्ते गरिदियो। यसरी हो दुईटा हातले हो, त्यसरी होइन दुईटा हातले नमस्ते गरिदेऊ, जुवा गरिदेऊ। अन्त त आज चाहिँ बिहानै नुहाइ गरेर एकदम सबै कुरो रेडी भइसक्यो। आज म एकदम छिटै आज बिहान नुहाएको खानाहरू पकाउनुको लागि होइन। नास्ताहरू त भइसक्यो, नुहाइहरू भइसक्यो। अब कामहरू सुरु गर्दैछु। मेरो रुमको हालत त्यस्तो छ, सबै ल्याङफ्याङ भइरहेको छ, सब मैला भइरहेको छ। पल्लवी कुकु 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 पल्लवी हाई गर्दै तलु छिटो यसरी हात हल्लाएर हो, यसरी चिक्लिरहेको त्यसले चिक्लिरहेको भन। यही हो यो चाहिँ मेरो नन्दा हो, सानो नन्दा। आज स्पेसल कुक एकदम हाम्रो किचनमा खाना पाक्दैछ। स्पेसल कुकले खाना पकाउँदैछ। हो त बाटोमा टिपेर ल्याएको भने पनि कसैले पत्याउँदैन तँलाई। यहाँ पाक्दैछ निङ्ग्रो, स्पेसल निङ्ग्रो पाक्दैछ एकदम मेरो एकदम फेभरेट निङ्ग्रो। ब्लर भयो त यस्तो यो चाहिँ एकदम हाम्रो भाउजूले बनाएको कुर्ता हेरिनुहोस्। कसैलाई अर्डर गर्नु छ भने एकदम भाउजूले अर्डर लिनुहुन्छ। स्टाइलिस कुर्ता हो यो चाहिँ। दाम पनि दिएछ। ठिकै छ। तपाईँले के त्यो उसको बनाउनु भएको? एकदम यो चाहिँ हो मेरो घरको हल रुम। यो चाहिँ हो मेरो भानिज, ठुलो भानिज अभिषेक बच्चन हो यो। अभिषेक बच्चनको अनुहारै कालो न कालो आयो त हौ। उसको नाम चाहिँ सञ्जीवन। यो चाहिँ मेरो सानो भानिज। हाई गर्दै यो चाहिँ अस्ति मैले धुलाबारीमा गएर मेरो ठुलो बाउको दोकानबाट किनेको यो चाँदीको ब्रेसलेट हो यो। तपाईँहरूलाई पनि अगर बनाउनु मन छ भने धुलाबारीमा कन्ट्याक्ट गर्नु होला। तेह्रथुम सुन पसलको। यो चाहिँ मेरो घर हो, मेरो ससुराल हो। यो मेरो घर, मेरो ससुराल हो। यस्तो छ। यो आमको गाछ हो, सानो छ, पुरा फल हुन्थ्यो पहिला चाहिँ। अहिले चाहिँ योपालि चाहिँ भएन, के भएको नि। यहाँ चाहिँ मेरो ससुराले फुलहरू लाउनुहुन्छ। मेरो ससुरा चाहिँ पुरा फुल एकदमहरू लाउनुमा एकदम मन पराउनुहुन्छ पुरा। पहिला चाहिँ धेरै नै लाउनुहुन्थ्यो, अहिले चाहिँ अलिक एज भएर चाहिँ बेसी लाउनु हुँदैन। यो चाहिँ छ तुलसीको पत्ता। यो चाहिँ तुलसी पत्ता हो, कालो तुलसी। चियामा खानु हुँदैन भन्छ, तर हाम्रो घरमा त चियामै खान्छ यसलाई। के गर्नु। साथीहरू हेर्नु यहाँ पानी, हिजो पानी परेर कस्तो जम्मा भएको छ, कालो पानी जम्मा भएको छ। यो चाहिँ खसी राख्थेँ पहिला, अहिले त खसीहरू राख्दैन। यस्तो छ मेरो ससुरालको यो घर हो। यो सबै सुपारी बगानहरू छ यहाँ हेर्नु। यस्तो छ सुपारी बगान। पानी परेर सबै कस्तो भएको छ, मैला न मैला, जङ्गलै जङ्गल, मैला। यहाँ हेर्नु वहाँ पर कत्रो छ बारी। सबै मेरो ससुराको हो सुपारी बगान। वहाँ पर जमिनहरू त सबै बिक्री भइसकेको छ परको। वहाँ चाहिँ ग्वाली छ। पहिला गाईहरू राख्थ्यो, अहिले त अब कसले पाल्ने, सक्दैन। म पनि यहाँ बस्दिनँ, सिलगढीमा बस्छु छोरालाई पढाउनुलाई। यस्तो छ पछाडि। यो चाहिँ पछाडिको लुक्स हो। यो चाहिँ
लु है साथी, आज चाहिँ यति नै हो साथीहरू भिडियो। अब त्यति साह्रो भिडियो बनाउनु त आउँदैन र पनि अलिअलि ट्राई गरेको, अलिअलि इम्प्रुभमेन्ट चाहिँ हुँदैछ भिडियो बनाउनुमा। अब राम्रो लाग्यो भने प्लिज लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला। बाई बाई।